युट्युबले पनि नयाँ एआई फिचर चाहिँ लन्च गरेको रहेछ। हिजोदेखिबाट मैले ट्राई गरिरहेको छु कस्तो चाहिँ रिजल्ट आउँदो रहेछ भनेर। आजसम्म मैले चेक गर्दाखेरि बेस्ट अफ द बेस्ट रिजल्ट चाहिँ यसले दिइरहेको छ। अब यस्तो एआई टाइपको बेसमा भिडियो बनाएर कति च्यानलहरूले मोनेटाइज गरेर पैसा पनि छापिरहनु भएको छ। अब तपाईँहरूले पनि सजिलै यस्तो टाइपको च्यानल चाहिँ युट्युबमै बसेर चाहिँ बनाएर आफ्नो च्यानल चाहिँ मोनेटाइज पनि गर्न सक्नुहुन्छ। कुनै पनि थर्ड पार्टी अथवा कुनै पनि एआई टुल्स तपाईँलाई चाहिँदैन। युट्युबमै बसेर तपाईँले यस्तो टाइपको भिडियोहरू मजाले क्रिएट गर्न सक्नुहुन्छ। अनि गाइज, दिस इज माई फर्स्ट भिडियो इन युट्युब च्यानल। यस्तै टेक्निकल बेसिस कुराहरू अथवा भिडियोहरू बनाउने कोसिस गर्नेछु। यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। केही कुराहरू हजुरहरूले सजेस्ट गर्न चाहनुहुन्छ भने कमेन्टमा भनिदिनु होला। अब हामी सुरु गरौँ कसरी चाहिँ यो एआई हामीले युज गर्न सकिँदो रहेछ र के रहेछ भन्ने कुरा पनि म तपाईँहरूलाई देखाउँदै जान्छु। पहिला सुरु तपाईँले युट्युब खोल्नु होला। युट्युब खोलिसकेपछि तपाईँले यहाँनिर प्लसको बटन देख्न सक्नुहुन्छ। प्लसको बटनमा क्लिक गर्नु होला। त्यसपछि तपाईँले यहाँ सजिलै पाउन सक्नुहुन्छ। यहाँनिर रातो स्टार जस्तो तपाईँले अप्सन देख्न सक्नुहुन्छ। त्यहाँनिर क्लिक गर्नु होला। फर्स्ट अफ अल त तपाईँले एउटा फोटोबाट पनि यहाँनिर भएको टेम्प्लेटहरूलाई युज गरेर यहाँनिर तपाईँलाई मन परेको टेम्प्लेटसँग चाहिँ यस्तै टाइपको भिडियो बनाउन सक्नुहुन्छ। अब सेकेन्ड कुरा भनेको चाहिँ भिडियो पनि जेनेरेट गर्न सक्छौँ। आफूले जस्तो चाहे त्यस्तै भिडियो जेनेरेट गर्न सक्छौँ। त्यस्तै गरेर तपाईँले मोसनवाला भिडियो पनि बनाउन सक्नुहुन्छ। फोटोबाट भिडियो पनि बनाउन सक्नुहुन्छ। त्यस्तै गरेर इमेज पनि जेनेरेट गर्न सक्नुहुन्छ र ब्याकग्राउन्ड पनि जेनेरेट गर्न सक्नुहुन्छ। अब हामीले एउटा ट्राई गरेर हेरौँ कस्तो चाहिँ रिजल्ट दिँदो रहेछ। म हजुरहरूलाई देखाउँछु। यहाँनिर फर्स्टमा मैले क्रिएट अ भिडियोमा क्लिक गरेँ। त्यहाँनिर तपाईँले अब कुनै पनि रेफरेन्स फोटो राखेर पनि तपाईँले चाहिँ भिडियो बनाउन सक्नुहुन्छ। अथवा तपाईँ सिधै भिडियो बनाउन चाहनुहुन्छ भने पनि तपाईँले भिडियो बनाउन सक्नुहुन्छ। यो चाहिँ अहिले तपाईँलाई मैले भन्नको लागि मात्रै यो भिडियो बनाएको छु। त्यसैले मैले जस्ट फोटो नराखेँ एउटा प्रम्प्टबाट नै तपाईँलाई भिडियो बनाएर देखाउने कोसिस गर्नेछु। अब मैले यहाँनिर भन्नेछु लिटल monkey walking in the street with emotional background music भनेर मैले सर्च गर्दै गर्छु। सर्च गरिसकेपछि थोरै सेकेन्ड लाग्छ, धेरै टाइम पनि लाग्दैन। थोरै सेकेन्डमै तपाईँको यहाँनिर भिडियो रेडी भएर आउँछ। यसले कस्तो रिजल्ट दिँदो रहेछ तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ। यो भिडियो हेर्नुहोस् त। अनि दामी छैन त। अब यस्तो टाइपको भिडियो चाहिँ तपाईँले युट्युबमै बसेर मजाले फ्री अफ कस्ट बनाउन सक्नुहुन्छ। इजिली तपाईँले चाहिँ यसरी भिडियो बनाउन सक्नु भएपछि युट्युबमा पनि तपाईँले राम्रो चाहिँ इन्कम गर्न सक्नुहुन्छ। यस्तै टाइपको कन्टेन्ट बेसमा मैले भिडियो बनाउने कोसिस गर्नेछु। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। यो भिडियो सबैलाई सेयर गर्नु होला। किन भन्दाखेरि यो भर्खर आएको चाहिँ एआई फिचर्स हो। हजुरहरूले साथीहरूलाई सेयर गर्नु होला। यस्तै भिडियोहरूको लागि सब्सक्राइब गरिराख्नु। फेरि भेट्नेछौँ अर्को भिडियोमा।